सो राइट आज चाहिँ स्याटरडे हो अनि अहिले चाहिँ टाइम ठ्याक्क 11:30 भएको छ होइन, 11:29 भएको छ अनि 12 बजीदेखि चाहिँ मिटिङ छ अनि अब चाहिँ म मिटिङको लागि रेडी हुनुला हो। सो आज चाहिँ म 9 बजीतिर उठेँ थिएँ, उठेर यसो किचन सिचन यताउति हेर्न यताउति रुमसुम सफा गरेँ। म यस्ता भनिराख्नु पर्ने कुरा त होइन, तर किन भनिरहेको छ अझै जेस होइन वाट एभर। अनि जेस हिजो बेलुकी चाहिँ म बेलुकी होइन अघि बिहान चाहिँ म लगभग 6 बजी सुनेँ, त्यही गर्दा मेरो आँखा पनि हल्का दोब्रे जस्तो खालको देख्यो होला होइन। किनभने म आज 3 घन्टा मात्रै सुतेछु अनि अलि अब सुत्नु हुन्थ्यो एकछिन होइन, किनभने 12 बजीदेखि मिटिङ पनि छ। फेरि अलिक बेसी सुत्यो भने बिदाको बेलामा अनि कस्तो त्यो दिनै कति छिटो बिते जस्तो लाग्छ क्या। अनि सरै हुन्छ नि, त्यो चाहिँ कहिले पनि देखा हुन्न मैले प्रायः त्यो इभिनिङ टाइम मात्र देखा हुन्छ होइन। अनि त्यही गर्दाले टक्क बिहान उठ्यो भने चाहिँ बरु एकछिन निन्द्रालाई चाहिँ अहिले बेलुकी 4 सुत्दा भयो नि त भन्ने खालको हिसाबले। तर निन्द्रा चाहिँ पुरानो पर्ने हो खासमा, तर अब अहिले पुग्दैन के अन्त त्यस्तै छ होइन। अनि त्यही हो, अब चाहिँ म मिटिङतिर जानुला हो। सो आज डेमा चाहिँ केही प्लान छैन खासमा, त्यही प्लान छैन। इभिनिङमा चाहिँ जस पुरोसँग जानु भन्ने कुरा हो। सो के हुन्छ हेरौँ होइन, मसँग फुटबल सुज पनि छैन। त्यो दाइलाई वनेगाई गर्नु पर्ला एउटा दाइलाई, यस के भन्छ दाइहरूले दिन्छ मलाई धेरै माया गर्छ, धेरै सपोर्टिभ छ मेरो दाइहरूले है त। ल या अले भाइ ठुल दाइ, म अझै ठुल दाइ अरे भाइ सोफले भाइ मेरो मिटिङ जानु लाग्छ। अनि यो चाहिँ मिटिङमा पाएको भन्दा पनि जस जुस दिन्छ एउटा, पाइन प्लस एप्पल पाइनएप्पल। अनि यो दुईवटा छ कि एप्पल पनि छ पाइनएप्पल पनि छ सलाई होइन। भर्खर फेरि रुममा आएको थिएँ मिटिङदेखि। सो साथीले चाहिँ अब यसो खाना खाँदैन मैले बिहानदेखि, उसले पनि नखाइकन आएछ। अनि जाऊँ न त यसो खाराकी खान भनेर भनिरहेको छ। सो जापानिज रेस्टुरेन्टमा अब चाहिँ हामी खाराकी खानु जान्छ, खाना बनाऊँ न होइन। जस खाने जस्तो हो खाराकी भने चाहिँ त्यस डल्ला हुन्छ क्या त्यो चिकनको होइन, चिकनहरू खै के हुन्छ, तर हामी चाहिँ चिकनको मात्र खाइरहेको छ नि त मैले चाहिँ भनौँ न। अनि त्यही हो, अब चाहिँ तक हामी यहाँबाट निकाल्छौँ। द रेस्टुरेन्ट यस्तो छ, रेस्टुरेन्ट पछाडि त्यस्तै स्पेस छैन। सो यहाँनिर मिनी छ, अब हामी मिनी हेर्नु लाग्यो। हामी पक्कै पनि यो 5वटा खाराकी खान्छ। खाराकी भनेको यो डल्लावाला हुन्छ होइन। अनि यो पनि खाराकी चिल्ली हो, यो त हो। सो या कोरे फुटाच्छु भने गाइसिमास arigato gozaimasu. So yeah, अब सबै अर्डर पनि भयो। सो यो चाहिँ हाम्रो खाराकी हामीले अर्डर गऱ्यो। यहाँ चाहिँ थोरै राइस छ अरे बलमा होइन। अनि यहाँनिर चाहिँ खाराकी छ 5वटा भनेको हामीले। अनि यो गोपी भयो, यो मायोनेज, हल्का लेमन, यो चाहिँ अचार भयो, यो चाहिँ के अरे यो कस्तो हुन्छ क्या, यो के भन्छ गाजर जस्तो खालको भन्नुलाई, तर अर्कै खालको मुला हो क्या यो। अनि यहाँनिर चाहिँ हल्का सुप छ है त। सो अब लेट्स बिगिन होइन। पहिला सागसब्जीबाट सुरु गरौँ। यो चाहिँ सागसब्जी मलाई समात्नु नि हान्न चप,
सागसब्जीबाट मायोनेजसँग ए इतदाको म्यास भन्नु बिर्सेछु इतदाको म्यास इतदाको म्यास भनेको चाहिँ खाना अगाडि जस डु सम पे जस्तो भन्छ नि भन्दा ल सुरु गरौँ है भन्ने खालको है त त्यही हो साथीहरू अब खाइन्छ गुचिसो सामुदे सीता भनेको चाहिँ मिठो खानाको लागि धन्यवाद भनेको अरे अनि यहाँनिर चाहिँ बिल छ बिल पनि जस्तो खानासँग यस्तै लिइदिइरहनु भएको थियो क्या त्यो आन्टीले सो अब एकछिन बस्छौँ यसो खान बित्तिकै त के हिँडिराख्नु होइन है सानो चाहिँ दाम पेन्टिङहरू कस्तो राम्रो डेकोरेट चाहिँ राम्रो हुन्छ यिनीहरू यो चाहिँ पुरै बाहिर हेरेको डेकोरेट खै ब्रुसले के त्यो कार्टुन जस्तो दाम बनाइदिए राइट अहिले चाहिँ हामी फुटबल स्पोर्टमा छौँ स्पोर्टमा होइन यो चाहिँ हाम्रो फुटबल खेल्ने स्पोर्ट हो यो चाहिँ अहिले त धेरै भयो नहारेछ पहिला त भेटेर आन्थ्यो के अरे अहिले नहार्दो रहेछ अब के अन्त दाइहरू त्यहाँ बलमा हावा भर्नलाई चुती किन्न जानुभएको छ पाउनुहुन्छ कि नै थाहा होइन सो म र काले चाहिँ यहाँ आइसकेको छौँ अब तत्त बस्छौँ एकछिन म तपाईँहरूलाई दाइले दिएको सुज देखाइदिन्छु होइन दाइले मलाई कस्तो सहयोग गर्नुहुन्छ कस्तो माया देखाउनुहुन्छ कम्तीमा पनि यो सुजलाई कति पऱ्यो होला कालु 5,000 त पऱ्यो होला यस्तो राम्रो छ नि कसम भनेर देखाइदिनु है नयाँ हो क्या फेरि दाइले पनि हुँदा होइन अस्ति ल्याएरै दाइलाई अलिक सानो भयो अरे तर मलाई चाहिँ धेरै ठुलो हुन्छ धेरै मतलब सानो यति जति चाहिँ ठुलो हुन्छ क्या अरे त्यही पनि ठिक छ यार कडा छ यार आज चाहिँ नेक्स्ट डे होइन हिजो चाहिँ म बेलुकी आएर फेरि दाइहरूको रुममा गएको थिएँ तल राजन दाइहरूको रुममा गएर अनि कफी खाएर आएको थिएँ होइन सो आज चाहिँ के हुँदैछ भन्दा बाहिर दाइहरू त आइसकेको छ एकछिन यसलाई यतातिर राख्नु पऱ्यो अनि म चाहिँ अब यहाँ मजा लाँदैछु कि आज चाहिँ के हुँदैछ भन्दाखेरि अहिले चाहिँ ठ्याक्क टाइम कति भएको छ मेरो घडी चाहिँ मेरो हिजो बाद मैले देखेँ होइन कहाँ राखेको छु ए मैले त उयो ग्राउन्डमै छोडेर आएछु यार सेट म्यान मैले भुलेछु मेरो घडी चाहिँ भुलेछु अहिले बेलुकीतिर यसो भयो भने लिएर जानु पर्ला सो के हुँदैछ भन्दाखेरि भर चाहिँ लगभग 12 बज्नु लाग्यो होला अनि त्यहाँनिर अहिले चाहिँ साकुरा फुल्ने समय हो सो हामी चाहिँ त्यहाँ साकुरा हेर्नु जानला त्यहाँ बाहिर दाइ आइसक्नु भएको छ सो दाइ म अनि हाम्रो आली सरसँग होइन 7 जानला हो We're gonna keep it low key, keep it
it softly spoken. कफी खानला medium Company with no emotion, 'cause my love deserves to be free. I never wanna look at a house in the garden. I never wanna lock you down. I know you're not mine, it's just my turn, but we can still have fun for now. You told me you फुल चाहिँ अहिले घाँस भएछ पुरा हरियाली चाहिँ बढ्यो ल चाहिँ सानोमा हामी पार्क घुम्दा 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 अझै घुमेको घुमै छ यो लास्ट ठुलो पार्क छ ठुलो भन्दा पनि जस ठिकै नर्मल खालको अनि त्यही हो हामी पहिला आएको थियो सुक्खा हुँदाखेरि रुखहरू मा घाँसहरू थिएन मतलब हरियाली थिएन अहिले चाहिँ पुरैको पुरै हरियाली अनि क्राउडहरू त पहिलेदेखि यस्तै नै हुन्थ्यो यहाँनिर पहिला झन् अझै बेसी हुन्थ्यो अहिले चाहिँ छैन बरु त्यस्तो तर मस्त रहेछ ठाउँ चाहिँ हरियाली भएर मस्त रहेछ होइन मस्त भएछ